हेलो साथीहरु, स्वागत छ हजुरहरुलाई फेरि पनि हाम्रो यस च्यानलमा। र म फेरि पनि हाम्रो नम्बर सिस्टमको डे 3 को भिडियो लिएर आएको छु। जहाँनेर चाहिँ मैले हजुरलाई यी टपिकहरुमा चाहिँ कन्भर्जन गरेर र प्र्याक्टिस क्वेशन सहित हजुरलाई चाहिँ दिने छु है त। र बाइनरी टु अक्टल, अक्टल टु बाइनरी गरिने सबै कुराहरुमा चाहिँ मैले भिडियो बनाउँदै छु। आज चाहिँ है हजुरहरुलाई मैले मजाले सिकाउने छु। पहिले जस्तै टिप्स एन्ड ट्रिक्स दिँदै सिकाउने छु है। यदि मेरो पहिलेको भिडियोहरु हेर्नु भएको छैन भने त्यो पनि हेर्नु होला। र मैले फर्स्टमा चाहिँ बाइनरी टु अक्टलको कुरा गर्छु। अक्टलबाट बाइनरीबाट अक्टल कन्भर्जन कसरी गर्न सकिन्छ भन्ने कुरामा मैले भिडियो बनाउँदै छु है। यसमा चाहिँ मैले हजुरलाई दुईवटा मेथडबाट सिकाउँछु है त। दुईवटा मेथड भनेको एउटा हुन्छ लङ मेथड, एउटा हुन्छ सर्ट मेथड है। लङ मेथड चाहिँ यदि हजुरहरुलाई एक्जाममा चाहिँ 4-5 मार्क्स लिनु छ, 4-5 मार्क्सको क्वेशन छ भने हजुरहरुले लङ मेथडबाट गर्न सक्नुहुन्छ। र यदि सर्ट मेथड चाहिँ यदि 1-2 मार्क्सको क्वेशन सोधेको छ भने सर्ट मेथडबाट गर्न सक्नुहुन्छ। मैले दुईटै तरिकाहरु सिकाउँछु है। त्यसको लागि मैले बाइनरी टु अक्टलको पहिला एउटा क्वेशन लेख्छु है। ए नम्बर जस्तो मान्नुस्। अब यदि हामीले यसरी बाइनरी टु अक्टलबाट क्वेशन नदिए पनि हामीले थाहा पाउनु पर्छ है त यो केबाट केमा कन्भर्ट गर्दैछ भनेर। किनभने यो क्वेशनले नै भनिराखेको हुन्छ। हेर्नुस् है, यो बाइनरीबाट व्हाट भनेर पछाडी जे लेख्या हुन्छ त्यसमा हामीले कन्भर्ट गर्ने भनेपछि बाइनरी टु अक्टलमा हामीले कन्भर्ट गर्दैछौँ। यसमा चाहिँ के गर्नुपर्ने हुन्छ सुरुमा भने हजुरले यसरी बाइनरी नम्बर्स इन ग्रुप अफ 3 डिजिट्स लेख्नु होला है। ल हेर्नुस्, बाइनरी नम्बर्स इन ग्रुप अफ 3 डिजिट्स लेखे। यो भनेको के हो भन्नु होला हजुरहरु, नआत्तिनु, कति पनि नआत्तिनुस् है। म हजुरहरुलाई सबै कुराहरु भनिदिन्छु एकदमै मजाले है। यो भनेको के हो भन्नुहुन्छ भने हामीले चाहिँ अब दिएको बाइनरी नम्बरलाई 3-3 वटा भागमा टुकार्छौं है भनेको। यो बाइनरी नम्बरलाई 3-3 वटामा डिभाइड गर्छ है। 3-3 वटा डिभाइड गरेर मैले ठ्याक्कै 3 वटा कोठा कसरी बनाए भन्नुहुन्छ नि। मैले यहाँ पहिले यो क्वेशनमा चाहिँ हेरेको थिएँ कतिवटा ग्रुप बन्छ। एउटा 3 वटाको यो एउटा भयो, यो 3टाको 2टा भयो र एउटा चाहिँ यसको पनि एउटा छुट्टै ग्रुप कोठा चाहियो। त्यसको लागि 3 वटा भयो है। अब यो पछाडीबाट लेख्दै आउनुलाई 110 भनेर मैले चाहिँ पछाडीको कोठामा लेखेँ है। अर्को छ 101 है त, सरी 010 है। अर्को छ हाम्रो 010 छ। अब एउटा 1 मात्रै बच्यो है। यसरी 1 लाई एक्लै छाड्न पाइदैन है। यो चाहिँ डराउँछ एक्लै है त। त्यही भएर यसलाई के गर्नुपर्छ हामीले अगाडिबाट 2 वटा 0 थपेर 3 वटा चाहिँ बनाएकै हुनुपर्छ। यहाँनेर थप्ने, यहाँ थप्ने हैन, यहाँनेर थपेर हामीले 3 वटा चाहिँ बनाउनै पर्छ है त। 3 वटा बनाएपछि 3-3 वटाको पुरा भयो। यदि 9 वटा ठ्याक्कै 9 वटा छ, ठ्याक्कै 6 वटा छ, ठ्याक्कै 3 वटा छ, ठ्याक्कै 12 वटा छ भने त हामीले 0 थप्नु परेन, अटोमेटिक पुग्छ। यदि पुगेन जस्तो 7 वटामा अड्कियोस्, 8 वटामा अड्कियो, 10 वटा भयो भने चाहिँ हामीले यसरी पुराउनु पर्छ है। र पुराएपछि अब हामीले के गर्ने भने पहिले जस्तै मल्टिप्लिकेसन गर्ने। पछाडीतिरबाट अगाडितिर मल्टिप्लाई गर्दै जाने। कतिले? ठ्याक्कै यसको बेसले 0 * 2 1 * 2 1 * 2 यसरी चाहिँ हामीले मल्टिप्लाई गर्ने। फेरि यहाँ पनि 0 * 2 1 * 2। अब यति भइसके पछाडी अब हामीले के गर्छौं, पावर थप्छौं पहिले जस्तै है। पहिले पुरानो भिडियोमा हामीले गरे जस्तै पावर थप्छौं। कहाँदेखि? यहाँदेखि 0 1 2 गर्दै पावर थप्दै जाने। अब जतिवटा हुन्छ यहाँ 3 वटा भन्दा बढी त हुँदैन अक्टलमा, किन 3टाको ग्रुप पनि हुन्छ। 0 1 2 0 1 2 गर्दै पावर थप्ने सबैमा है 2 को माथि। अब पावर थपिसके सबैलाई हिसाब गर्नु पर्यो है। 0 * 2 को पावर 0 भनेको 1, 1 * 0 0 भइहाल्यो। 2 को पावर 1 भनेको 2, 2 * 1 2, 2 को पावर 2 भनेको 4, 4 * 1 4 भनेको कति भयो? 6 भयो। हेर्न सक्नुहुन्छ है, यो 6 भयो। र यो कति हुन्छ त? 0 2 0, यो कति भयो? 2 भयो। यो 1, 2 को पावर 0 भनेको 1, 1 * 1 1, 0 ले जति मल्टिप्लाई गर्दा 0, यो पनि 0 भने चाहिँ कति भयो? 1 भयो। भनेपछि अब हामीले यहाँ के गर्छौं, अक्टल भ्यालु लेख्छ हेर्नु है। हेर्नुस् है, अक्टल भ्यालु लेख्दाखेरि यहाँ कति भयो? यहाँ 1 आयो, यहाँ 2 आयो, यहाँ 6 आयो। हाम्रो आन्सर यही नै हो। हेर्नुस् त कति सजिलो छ। देयरफोर 1 0 1 0 1 1 0 बाइनरी बराबर 1 2 6 अक्टल आउँदो रहेछ है। 1 2 6 अक्टल आउँदो रहेछ। हेर्नुस् त कति सजिलो छ। ल हेर्नुस्, यति सजिलो छ यो तरिका। यसले हामीले यति सजिलैले गर्न सक्छौं। यो हाम्रो लङ मेथड है। यो लङ मेथड हो जतै हजुरहरुले 4-5 मार्क्सको क्वेशनहरु सोध्यो भने हजुरहरुले यसरी गर्न सक्नुहुन्छ। यसमा के नबुझेको छ भने कमेन्ट गर्नु होला है। म तपाईलाई बुझाउने कोसिस गर्नेछु। हजुरले भिडियो ब्याक गरेर हेर्नु होला, मजाले बुझ्नुहुन्छ है। फर्स्ट अफ अल हामीले 3-3 वटाको ग्रुप गरेर डिभाइड गर्ने सबभन्दा सुरुमा। त्यसपछि यसरी लेखेर हामीले पछाडीतिरबाट 3-3 वटा ग्रुप लेख्दै जाने। यदि डिजिट पुगेन भने चाहिँ हामीले अगाडितिर 0 थप्ने र सबैले 2 ले मल्टिप्लाई गर्ने। यसको बेसले मल्टिप्लाई गर्दै जाने यताबाट यतातिर है। सबैले त्यही गर्ने र पावर चाहिँ माथिबाट थप्दै जाने 2 को माथिबाट है। 0 1 2 0 1 2
र सबैलाई हिसाब गर्ने र लास्टमा आएको भ्यालु चाहिँ हाम्रो अक्टल भ्यालु हुन्छ। यो भयो फर्स्ट मेथड। अब म हजुरहरूलाई यस्तै खालको अर्को क्वेसन अर्को सेकेन्ड मेथडबाट सिकाउँछु है त। ल हेर्नुस्, सेकेन्ड मेथडको लागि मैले अब सुरु गर्दैछु है। सेकेन्ड मेथड पनि सेम फर्स्ट जस्तै नै हो है, त्यति धेरै चेन्ज चाहिँ छैन, तर अलिकति एक स्टेप छोटो छ कि। यो कसरी भन्नुहुन्छ ल हेर्नुहोस् है। मैले 1 0 0 1 0 1 0 लेखेँ, 1 2 3 4 5 6 7 ल 8 वटा गराएँ है। 8 वटा गराएर के गर्नु पर्यो अब यो 1 0 1 लाई यहाँ लेख्नु पर्यो पछाडिको तीनवटालाई, र यतातिरको यो 0 1 0 लाई यहाँ लेख्नु पर्यो, र यतातिर कति बच्यो 1 0 बच्यो, दुईटा मात्रै भयो भने अगाडि एउटा तीनटा गराइदिनु पर्यो। अब यसलाई हामीले डाइरेक्टली अक्टल भ्यालुमा लेख्न सक्छौँ के, त्यो बीचको एक लाइन नगरिकन। यदि हामीलाई 2 मार्क्समा सोधेको छ 1 मार्क्समा सोधेको छ भने त्यो एकदमै सुइटेबल हुन्छ हजुरहरूको लागि, किनभने टाइम पनि धेरै जाँदैन है। अब यहाँनिर हामीले के गर्ने अक्टल भ्यालु लेख्ने है, अक्टल भ्यालु लेख्ने र के गर्ने त अब यहाँ 1 0 1 भनेको है बाइनरीमा 1 0 1 भनेको अक्टलमा हाम्रो कति हुन्छ भन्नुहुन्छ भने अक्टलमा चाहिँ यो 5 हुन्छ है। अक्टलमा चाहिँ बाइनरीमा 1 0 1 अक्टलमा 5 हुन्छ, बाइनरीमा 0 1 0 है 1 0 चाहिँ 2 हुन्छ, र यो 0 1 0 पनि 2 नै हुने भयो है। भनेपछि अब हामीले डाइरेक्टली के लेख्न सक्छौँ 1 0 0 1 0 1 0 1 है 1 0 0 1 0 1 0 1 बाइनरी बराबर 2 2 5 अक्टल भनेर हामीले यसरी लेख्न सक्छौँ है। अब तपाईँले चाहिँ डाइरेक्टली तपाईँले कसरी थाहा पाउनुभयो भनेर भन्न सक्नुहुन्छ। यसको लागि हजुरहरूले मेरो फर्स्ट भिडियो अथवा सेकेन्ड भिडियोतिर फर्स्ट भिडियोतिर हजुरहरूले बाइनरीमा चाहिँ हामीले कसरी गरिरहेको छ मैले टेबलहरू बनाएको थिएँ, बाइनरीदेखि अक्टलमा लग्ने अक्टल डेसिमल अक्टल कसरी थियो त्यो सबै कुराहरू बुझ्नुपर्छ है। बुझ्नु भने हजुरले एकैछिनमा यो कुरा थाहा पाउन सक्नुहुन्छ सजिलै है। जस्तो हजुरहरूलाई यदि 1 1 0 दियो भने यो भनेको अक्टलमा 6 हो भनेर हामीले बुझ्छौँ। 1 1 1 दियो भने यो 7 हो। हेर्नुहोस् त मैले कसरी थाहा पाइराखेको छु भने त्यही फर्स्ट भिडियोमा दिएको टेक्निकले गर्दाखेरि मैले थाहा पाइराखेको छु। त्यो वाला भिडियो चाहिँ सबै हेर्नु होला। अब हामी अक्टल टु बाइनरी गर्छौँ अनि दुईटैको प्र्याक्टिस क्वेसन सँगै लेख्छौँ है। अब अक्टल टु बाइनरी प्रोसेस गरौँ है त। हेरौँ बाइनरी टु अक्टल र अक्टल टु बाइनरी हामीले नर्मल्ली आफैले पनि के बुझ्न सक्छौँ भने बाइनरी टु अक्टलमा जे गरे हो त्यही कुरा अक्टल टु बाइनरीमा ठ्याक्कै अपोजिट गर्ने हो है। यो नर्मल्ली हामीले यस्तो खालको सेन्स आफै प्रयोग गरेर थाहा पाउन सक्छौँ। जस्तो हेर्न सक्नुहुन्छ हजुरले मैले के लेखेँ भने अक्टल भ्यालु 6 3 5 6 3 5 अक्टल बराबर वाट बाइनरी लेख्यो भने अब यसमा हामीले गर्ने के हो भने अक्टल भ्यालु लेख्ने है। अक्टल भ्यालु लेख्ने ट्याक्क हेरेर चाहिँ यसरी बनाएर तीनवटा छ नि हामीसँग डिजिट भने तीनवटा कोठा बनाउने, एउटा दुईटा तीनवटा कोठा बनाएँ मैले है। तीनवटा कोठा बनाउने र यहाँदेखि मैले यसरी फेरि यसलाई डिभाइड गरेँ है त। अब यहाँनिर कति लेख्ने 5 3 6 लेख्ने, पछाडितिर लेख्दै आउने। अब यहाँनिर चाहिँ के लेख्ने बाइनरी भ्यालु इन 3 डिजिट्स है। यसरी हजुरले क्लियर लेख्नुभयो भने बुझ्न पनि सजिलो हुन्छ है। त्यही भएर यसरी लेख्ने प्र्याक्टिस चाहिँ गर्नु होला। अब हामीले अक्टलमा 5 भनेको बाइनरीमा 1 0 1 हो, अक्टलमा 3 भनेको बाइनरीमा 1 1 हो, तर हामीले तीनवटाको ग्रुप बनाउनु पर्छ। त्यही भएर बिचमा अगाडि एउटा 0 थपौँ है। यदि अटोमेटिक तीनटा पुग्छ यसै गरी भने 0 थप्नु पर्दैन। यदि 3 भनेको 1 1 मात्रै हो, तर यसलाई अब के गर्नु पर्यो पुराउनु पर्यो भने के गर्नु पर्यो 0 थप्नु पर्यो। 6 भनेको 1 1 0 है। भनेपछि के लेख्न सकियो देयरफोर 6 3 5 अक्टल बराबर 1 1 0 0 1 1 1 0 1 बाइनरी भनेर हामीले यसरी पनि हिसाब गर्न सक्छौँ है। यो भयो हाम्रो अक्टल टु बाइनरी कन्भर्सन। एकदमै सजिलो थियो है। अब मैले हजुरहरूलाई अक्टल टु बाइनरी र बाइनरी टु अक्टल दुवैको प्र्याक्टिस क्वेसनहरू दिन्छु है। ल यी हुन् हाम्रो प्र्याक्टिस क्वेसनहरू है। हजुरहरूले यसलाई चाहिँ मजाले प्र्याक्टिस गर्नु होला, जहाँबाट हजुरले धेरै नलेजहरू पाउनुहुन्छ, एकदमै राम्रोसँग बुझ्न सक्नुहुन्छ यसलाई अझै राम्रोसँग है। र यिनमा चाहिँ केही समस्या आयो भने हजुरहरूले मजाले कमेन्ट पनि गर्न सक्नुहुन्छ है। क्वेसनहरू चाहिँ टिप्नु होला है, अल्छी चाहिँ कति पनि नगर्नु होला है। यिनी क्वेसनहरू टिप्नु होला। र अब हामी जान्छौँ नेक्स्ट टपिकतिर जुन चाहिँ छ हाम्रो बाइनरी टु हेक्साडेसिमल है। र अब हामी कुरा गरौँ बाइनरी टु हेक्साडेसिमलको। र मैले चाहिँ हजुरलाई सुरुमै के भन्न चाहन्छु भने हजुरहरूले यदि यो बाइनरी टु अक्टल र अक्टल टु बाइनरी राम्रोसँग हेर्नुभयो भने हजुरहरूलाई बधाई छ, हजुरहरूले बाइनरी टु हेक्साडेसिमल बुझिसक्नुभयो। हजुर यति कुरामा ढुक्क हुनुहोस्, हजुरहरूले बुझिसक्नुभयो। के भन्छ भन्ने लागिराख्यो होला, पागल भयो कि क्या भन्नु होला अझ मनमा नै है। ढुक्क हुनुहोस्, हजुरहरूले बुझिसक्नुभयो। कसरी म हजुरलाई भनिदिन्छु हेर्नुहोस् है। बाइनरी टु हेक्साडेसिमलको म हजुरहरूलाई केही क्वेसन दिन्छु है। हेर्नुहोस् है 1 0 1 1 0 1 0 1 0 1 2 3 4 5 6 7 8 9 10 गराऊ है, 10 गराऊ।
बाइनरी बराबर वाट हेक्साडेसिमल भने 16 हुन्छ है। अब यहाँ अघि जस्तै हामीले के लेख्ने हो, बाइनरी भ्यालु इन ग्रुप अफ 4 डिजिट्स लेखौँ। अब अघि जस्तै हामीले यसमा के गर्ने हो भने चारवटाको ग्रुप बनाउने हो है। बाइनरी टु अक्टल भनेपछि 3टा ग्रुप, बाइनरी टु हेक्साडेसिमल भनेपछि चारवटाको ग्रुप बनाउनु पर्यो भनेपछि 1 2 3वटा ग्रुप बन्छ हाम्रो है। हाम्रो कतिवटा ग्रुप बन्ने भयो, 3वटा ग्रुप बन्ने भयो भनेपछि यसमा 3टा ग्रुप बन्यो, 3टा ग्रुप बन्यो। अब यहाँ हामीले के गर्ने, पछाडिबाट लेख्दै आउने है। 0 1 0 1 यो कोठामा भयो यति नम्बर है, र यति नम्बर यो कोठामा जान्छ। 1 1 0 1 यो कोठामा गयो र यो कोठामा 1 0 गयो। मैले हजुरहरूलाई पहिले पनि भनेको थिएँ हामीले चारवटाको ग्रुप बनाउनु पर्छ भनेर है। चारवटाको ग्रुप बनाउँदाखेरि यहाँनिर के हुन्छ, 0 0 आउँछ है। 0 0 आयो, चारवटा ग्रुप पनि भयो है त। ल चारवटाको ग्रुप पनि भयो है। चारवटाको ग्रुप भएपछि अघि जस्तै हामीले सेम काम गर्ने हो। के गर्ने, यतातिरबाट 2 ले मल्टिप्लाई गर्दै जाने। 1 × 2 यसलाई सुरुमा यो गर्ने, यसरी जान्छ हाम्रो है। यसरी जान्छ 1 × 2 0 × 2 1 × 2 0 × 2 मतलब हरेक डिजिटहरूलाई 2 ले मल्टिप्लाई गर्दै जाने है। हरेक डिजिटलाई फेरि है त, नबिर्सिकन राम्रोसँग गर्नु है। अब फेरि यसमा पनि त्यही हो है, हरेक डिजिटलाई 2 ले मल्टिप्लाई गर्नु होला। हरेक डिजिटलाई 2 ले मल्टिप्लाई गरिसके पछाडि अब हामीले के गर्नुपर्छ त, यताबाट यतातिर फेरि अघि जस्तै पावर थप्दै जाने। 2 को माथि पावर थप्दै जाने। जस्तो 1 × 2 को माथि पावर 0, 0 × 2 को माथि पावर 1, यहाँ फेरि 2, यहाँ फेरि 3। यहाँ जताबाट यसै गरी माथिबाट तलतिर पावरहरू बढाउँदै जाने, 0 बाट सुरु गरेर है। मैले पावर पनि बढाएँ, हजुरले देख्न सक्नुहुन्छ तलदेखि माथिदेखि तलपट्टि है। अब यसलाई हिसाब गर्ने है। 1 × 2 को पावर 0 भनेको 1, 1 × 1 1 भयो। 2 को पावर 1 भनेको 2, 2 × 0 भनेको 0, 2 को पावर 2 भनेको 4, 4 × 1 4 नै भयो है। अब 0 ले जसलाई मल्टिप्लाई गर्दा 0 हुन्छ भन्ने बुझिभयो है। यसरी यहाँ चाहिँ 5 आयो। अब यसै गरी यसलाई पनि हिसाब गर्नु होला है। र हिसाब गरिसके पछाडि अब हामीले यहाँनिर चाहिँ के लेख्नुपर्छ भन्नुहुन्छ भने, यहाँनिर चाहिँ हामीले डेसिमल भ्यालु लेख्नुपर्छ है। हेर्नुहोस् है, डेसिमल भ्यालु DCIMAL डेसिमल भ्यालु। डेसिमल भ्यालु हाम्रो कति आयो, 2 13 र 5 आयो। अब बल्ल हाम्रो फाइनल्ली हेक्साडेसिमल भ्यालु आउँछ है। हेक्साडेसिमल भ्यालु, सुरुमा डेसिमल भ्यालु किन लेख्नु भएको हो भन्ने ला होला। हेर्नुहोस् है, म तपाईँलाई भनिदिन्छु किन लेखेको भनेर। अब यो डेसिमलको 2 भनेको हेक्साडेसिमल अनि 2 भयो है। तर यहाँनिर हेर्नुहोस् है, अब हजुरहरूले राम्रोसँग डेसिमलको 13 भनेको हेक्साडेसिमल कति हुन्छ, 9 पछाडि 10 भनेको A, 11 भनेको B, 12 भनेको C, 13 भनेको D हुन्छ। हामीले 13 लेख्नु मिल्दैन र 5 भनेको 5 भइहाल्यो। त्यही भएर हामीले एक लाइन बढी गर्नुपर्ने है। यो लाइन हजुरले गर्नु होला राम्रोसँग है त। यति भएपछि हामीले के गर्ने, देयरफोर 1 0 1 1 0 1 0 1 0 1 है, 0 1 0 1 0 1 है त। बाइनरी बराबर 2D5 हेक्साडेसिमल आउँदो रहेछ। हेर्नुहोस् त कति सजिलो छ। सुरुमा चारवटा ग्रुप बनाउने, पुग्यो भने पुगिहाल्यो, पुगेन भने अगाडि 0 थपेर भयो भने पुर्याउने, र त्यस पछाडि सबैलाई 2 ले मल्टिप्लाई गर्ने है त। राइट टु लेफ्टतिर चाहिँ 2 ले मल्टिप्लाई गर्दै जाने सबैलाई, र गरिसके पछाडि सबैको माथिबाट तलतिर पावरहरू थप्दै जाने र हिसाब गर्ने। र यदि 9 सम्म आयो भने त ठिकै छ, 10 11 12 13 आयो भने हामीले ABCD लेख्नुपर्छ। यो कसरी भन्नुहुन्छ भने हजुरहरूले मेरो फर्स्ट भिडियो हेर्नुपर्छ है। र यति गरिसकेपछि हाम्रो लास्टमा के हुन्छ त, बाइनरी टु हेक्साडेसिमल कन्भर्जन सक्सेस हुन्छ। यसको प्रोसेस यति नै हो है त। अब म हजुरहरूलाई यसै गरी हेक्साडेसिमल टु बाइनरी सिकाउँछु, जुन यतिकै सजिलो छ है। ठ्याक्कै यसैलाई उल्टो गर्ने हो है त। र अब हामीले गर्छौँ हेक्साडेसिमल टु बाइनरी। हेक्साडेसिमलबाट बाइनरी कन्भर्ट गर्न पनि एकदमै सजिलो छ। जस्तो मान्नुहोस् हाम्रो हेक्साडेसिमलको क्वेसन छ 2BA 16 बराबर वाट बाइनरी भन्यो भने यसलाई गर्न सजिलो छ है। हामीले सुरुमा के लेख्ने त, हेक्साडेसिमल भ्यालु लेख्ने र हामीले के गर्ने त, अब कति छ यहाँ 2BA बाट छ 3टा छ, 3टा डिजिट छ भने 3वटाको कोठा बनाउने है। 3वटाको यसरी कोठा बनाउने है त। 3टा कोठा भयो नि। भइसकेपछि यहाँ A लेख्ने, यहाँ B लेख्ने, यहाँ 2 लेख्ने है। यति लेखिसके पछाडि हजुरहरूले हेर्न सक्नुहुन्छ। अब A भनेको कति हो त,
a भनेको 10 हो है भनेपछि हामीले यहाँ के लेख्नुपर्छ 10 लेख्नुपर्छ है ब्र्याकेटमा यसरी नत्र भने a भनेको त कति हो कति आउँदैन त्यही भएर b भनेको कति हो 11 हो यसरी हामीले यहाँ लेख्नुपर्छ अब हेक्साडेसिमलमा 10 भनेको बाइनरीमा कति हो त त्यो थाहा पाउनु पर्यो हजुरहरुले त्यो थाहा पाउनको लागि फर्स्ट भिडियो हेर्नै पर्छ हजुरहरुले है मलाई डाइरेक्ट थाहा छ हेर्नुस् है मैले कसरी लेख्छु मलाई a भनेको 10 भनेको कति हुन्छ भने 1010 भनेको बाइनरीमा 10 हो है यो मलाई थाहा छ किनभने त्यो मैले सुरुमा हजुरलाई फर्स्ट भिडियोमा दिएको तरिकाले हजुरहरुले मजाले थाहा पाउन सक्नुहुन्छ मैले पनि त्यही तरिकाले थाहा पाएको हो है अब 11 भनेको 1011 भनेको 11 हो 2 भनेको कति हो त 10 भनेको 2 हो तर यसमा चाहिँ अगाडितिर 4 वटा पुर्याउनु पर्छ त्यही भएर 00 थपिमा यो कति हो त यो बाइनरी भ्यालु हो है यो हो हाम्रो बाइनरी भ्यालु भनेपछि के गर्नु पर्यो देयरफोर 2b a हेक्साडेसिमल बराबर 001010111010 बाइनरी ल हेर्नुस् कति सजिलो छ ल हेर्नुस् त कति सजिलो छ कति छोटकरीमै हाम्रो आन्सर आयो है यसरी चाहिँ हामीले हेक्साडेसिमलबाट बाइनरीमा पनि कन्भर्जन गर्न सक्छौं है अब म हजुरहरुलाई यो 3 नम्बरको र 4 नम्बरको के प्र्याक्टिस क्वेशनहरु दिन्छु है त ल हेर्न सक्नुहुन्छ हजुरहरुले अब हाम्रो चाहिँ यो बाइनरी टु हेक्साडेसिमल र हेक्साडेसिमल टु बाइनरीको प्र्याक्टिस क्वेशनहरु मैले हजुरहरुलाई फेरि पनि ल्याइदिएको छु है मजाले हेर्नु होला मजाले सार्नु होला र मजाले प्र्याक्टिस गर्नु होला र फेरि पनि केही कुराहरु बुझ्नु भएन अप्ठ्यारो मान्नु भयो भने कमेन्ट गर्न सक्नुहुन्छ हजुरहरुले है ल हेर्नुस् है अब हाम्रो नेक्स्ट टपिक छ अक्टल टु हेक्साडेसिमल भन्ने है यो चाहिँ अलिकति प्रोसेस थोरै लामो छ तर नातिनु होला म हजुरहरुलाई सजिलो तरिकाले सिकाइदिन्छु फेरि पनि है त यो प्रोसेस चाहिँ अलिकति दुई तरिकाले दुई स्टेपमा हामीले गर्नुपर्छ एन्सर पाउनको लागि है त्यो भावनाले अलिकति लामो मानिएको हो यसलाई कसरी गर्नुपर्छ भन्नुहुन्छ भने सुरुमा हामीलाई मानम अक्टलको क्वेशन दियो 357 अक्टल बराबर वाट हेक्साडेसिमल भनेर यसरी हामीले क्वेशन दियो भने अब यसलाई हामीले गर्नको लागि दुई स्टेपमा कसरी भन्नुहुन्छ भने सजिलो छ फेरि हेर्नुस् है सुरुमा हामीले अक्टल भ्यालु लेख्ने है अक्टल भ्यालु लेख्ने यो अक्टल भ्यालुलाई चाहिँ के गर्ने भन्नुहुन्छ भने तीनटामा डिभाइड गरे जस्तै अहिले पनि यहाँ तीनवटा उ छ भने तीनवटा डिजिट छ भने यहाँ पनि हामीले तीनवटामा चेन्ज गर्ने हुन्छ एउटा कोठा बनाए मैले दुईटा कोठा बनाए तीनवटा कोठा बनाए है तीनवटा कोठा बनाए र मैले यसलाई के गरे त अब यसरी राखे भने तीनवटा लेख्ने 753 पछाडीबाट अगाडितिर लेख्दै आउने है अब यहाँनेर चाहिँ के लेख्ने भने अघि जस्तै सेम बाइनरी भ्यालु अघि हामीले के गरेका थियौं अक्टल देखि बाइनरीमा लग्ने बेलामा सुरुमा जे गरेका थियौं सेम त्यही गर्ने हो है त अक्टल देखि बाइनरीमा लग्ने बेलामा सुरुमा गरेको प्रोसेस जे थियो त्यही नै गर्ने है बाइनरी भ्यालु इन 3 डिजिट्स है अप्ठ्यारो छैन है हेर्नुस् म हजुरलाई सजिलो तरिकाले सिकाइदिन्छु भने 7 भनेको कति हो त 7 भनेको हो 111 5 भनेको हो 101 3 भनेको कति हो त 11 हो तर हामीले अगाडिबाट 0 थप्नु पर्यो तीनवटामा गराउनको लागि है 3 डिजिट्समा कन्भर्ट गर्ने हो नि त्यसपछि के भयो त्यहाँनेर 357 अक्टल बराबर 0111011111 अक्टल सरी बाइनरी आयो अहिले है बाइनरीमा आयो अहिले यो हेर्नुस् है अहिले आएको बाइनरीमा आन्सर चाहिँ आइपुगेको छैन अब हामीले गर्ने के हो भन्नुहुन्छ भने यहाँनेर फेरि अघि जस्तै के गर्ने त बाइनरी भ्यालु इन 4 बिट्स अब हामीले फेरि बाइनरी टु हेक्साडेसिमलमा जे गरेका थियौं त्यही प्रोसेस रिपिट गर्ने यहाँ हेर्नुस् है अक्टल टु बाइनरी र बाइनरी टु हेक्साडेसिमल राम्रोसँग बुझ्नु भएको छ भने यो पनि बुझ्नुहुन्छ हेर्नुस् है सुरुमा के गर्ने हामीले दिएको क्वेशनलाई ठ्याक्क कतिवटा छ त्यो डिजिट त्यतिवटा बक्स बनाउने है अक्टल भ्यालु लेखेर र त्यो भ्यालु यहाँ राख्छौं र बाइनरी भ्यालु इन 3 डिजिट्स लेखेर तीनवटा डिजिटमा बाइनरी भ्यालु ल्याउने यदि पुग्दैन भने जस्तो 3 को पुग्दैन 11 भनेपछि दुईवटा मात्रै भयो तीनवटा हुँदैन भने अगाडिपट्टि एउटा 0 थपेर भयो नि यसलाई पुर्याइसके पछाडी यसरी हामीले बाइनरीमा लेख्ने अब के गर्ने त बाइनरी भ्यालु इन 4 डिजिट्स हेर्नुस् है बाइनरी भ्यालु इन 4 डिजिट्स भनेर यसरी लेखे मैले अब 4 डिजिटमा गर्दा कति हुन्छ एउटा यो ग्रुप बन्छ एउटा यो बन्छ एउटा स्ट्रिङ यतिकै रहन्छ हेर्नुस् है भने पछाडी अगाडिको 0 को भ्यालु हुँदैन है अगाडिको यदि यो 0 चाहिँ यस्तो 1 को बीचमा हुन्थ्यो भने भ्यालु हुन्थ्यो अगाडि 0 छ भने हामीले के गर्ने यसमा अरु तीनवटा 0 थपेर 4 वटा पुर्याउनु पर्छ नि हजुरहरुलाई थाहा छ है हेर्नुस् है मैले भन्न खोजेको कुरा के हो हेर्नुस् है यसरी गराए मैले हो के न यसरी गराइसके पछाडी अब हेर्नुस् है पछाडी पट्टि लेख्दै आउने भनेसी 1 1 1 1 चारवटा ग्रुप बनाउने अब हेर्नुस् है अनि यहाँ फेरि 1 1 1 0
है। यो चारवटा ग्रुप भयो, 0 भन्दा सबै 0 हुने भयो हैन, हो किन? सबै 0 लाई चाहिँ गरे पनि उही हो, नगरे पनि उही हो, त्यही भएर यसलाई हामीले गरिराख्नु आवश्यक पर्दैन है त। यदि यहाँ एउटा 1 हुन्थ्यो, 0 1 हुन्थ्यो भने फेरि भ्यालु फरक आउँथ्यो, तर 0 भयो त सबैको एन्सर फेरि त्यो 0 नै आउँछ। त्यही भएर यो कोठालाई चाहिँ गरिराख्नु पर्दैन। हजुरहरूले दुईटा कोठा मात्रै बनाए हुन्छ है, मैले यसलाई काट्दिए है त। अब हामीले के लेख्छौं? हेक्साडेसिमल भ्यालु लेख्छौं है। अब 1111 को हेक्साडेसिमल भ्यालु कति हो भन्नुहुन्छ भने पहिला त 1111 भने कति हो भन्नुहुन्छ भने 15 हो है। 1111 भनेको 15 हो, तर हामीले हेक्साडेसिमललाई 15 लेख्न नमिल्ने भावनाले याफ लेख्छौं है। याफ लेख्यौं है त, किनभने 15 को भ्यालु भनेको याफ हो है त। अब त्यसैगरी 1110 भने कति हो भन्नुहुन्छ भने 14 हो। 14 हो भनेपछि हामीले 14 लेख्यो र यो भनेको ई हो है त। यो नबुझेको भए हजुरले फर्स्ट भिडियो चाहिँ हेर्नै पर्छ है, अनि बल्ल बुझ्नुहुन्छ कसरी ई हो कसरी याफ हो भनेर है। यसरी हेर्नुभयो। अब हामीले के गर्छौं? देयरफोर 357 अक्टल बराबर ई एफ हेक्साडेसिमल भनेर लेख्यौं। यही हो हाम्रो एन्सर। हेर्नुस् त कति सजिलो छ। सुरुमा चाहिँ हामीले अक्टल टु बाइनरीमा जे काम गरे हो त्यो गर्ने, र त्यसपछि बाइनरी टु हेक्साडेसिमलमा जे काम गरे हो त्यही काम गर्यो भने यो मजाले गर्न सकिन्छ है। सुरुमा 3वटा डिजिटलाई 3टा बक्समा लेख्ने र 3-3 वटाको ग्रुप बनाउनेलाई र त्यसलाई चाहिँ ह्यान्डल लेख्ने, त्यो आएको एन्सरलाई फेरि 4-4 वटाको ग्रुप बनाउने र त्यसलाई हिसाब गर्ने है। 1111 भनेको 15 हो, त्यसलाई हामीले याफ लेख्यौं, र 1110 भनेको 14 हो, त्यसलाई हामीले ई लेख्यौं, र हाम्रो एन्सर आयो 357 अक्टल बराबर EF हेक्साडेसिमल। यति सजिलो छ, हजुरहरूले यो तरिकाले गर्न सक्नुहुन्छ है। यो भयो हाम्रो अक्टल टु हेक्साडेसिमल कन्भर्जन है त, सजिलो छ है। अब हामीले गर्छौं हेक्साडेसिमल टु अक्टल कन्भर्जन है त। ल अब हेर्नुस् है, हेक्साडेसिमललाई अक्टलमा कन्भर्ट गर्ने कसरी हो, एउटा क्वेशन हजुरलाई इक्जाम्पलको रूपमा गरेर देखाउँछु। हेर्नुस् है, जस्तो मानुस हामीलाई दियो 3AC हेक्साडेसिमल बराबर व्हाट अक्टल भन्ने यसरी क्वेशन दियो भने हामीलाई के गर्ने? ठ्याक्कै त्यो अघिको प्रोसेसलाई रिपिट गर्ने हो। ठ्याक्कै रिपिट गर्नुभयो भने सेम एन्सर आउँछ। यसलाई गर्ने कसरी? अब यहाँनिर हेक्साडेसिमल भ्यालु लेख्ने है। हेक्साडेसिमल भ्यालु है त, हजुरहरूले पुरै लेख्नु होला है, मैले छोटोमा लेखेको छु। हेक्साडेसिमल भ्यालु लेख्ने र कति छ? 3AC छ भने 3वटा कोठा बनाउनु पर्यो है, किनभने 3वटा छ त्यहाँनिर है। 3वटा छ भने 3वटा कोठा बनाउनु पर्यो, र C लेख्नु पर्यो। C भने कति हो त? 10 भनेको A, 11 भनेको B, C भनेको 12, A भनेको 10 है, अनि 3 भनेको 3 नै भइहाल्यो। अब यसलाई के गर्ने? यहाँनिर बाइनरी भ्यालु है, बाइनरी भ्यालु इन 4 डिजिट्स, बाइनरी भ्यालु इन 4 डिजिट्स गर्ने है। 4वटा डिजिटमा यसलाई टुकार्ने अब है त। यो प्रोसेस हामीले कहाँ गरेका थियौं? हेक्साडेसिमलबाट बाइनरीमा कन्भर्ट गर्ने बेला जे प्रोसेस गरेका थियौ है, हेक्साडेसिमलबाट बाइनरीमा कन्भर्ट गर्ने बेला जे प्रोसेस गरेको थियौ त्यही गर्ने हो। हेर्नुस् त, अब 12 भनेको कति हो भन्नुहुन्छ भने 1100 भनेको 12 हो, 10 भनेको 1010 भनेको 10 हो, 3 भनेको 11 हो, तर हामीलाई 4वटा ग्रुप बनाउनु पर्ने भावनाले 2टा 0 थप्यौं भनेपछि अब के भयो? देयरफोर 3AC हेक्साडेसिमल बराबर 001110101100 बाइनरी नै आयो है। चाहिँ बाइनरी नै आयो। अब हामीले यसलाई फेरि अक्टलमा लग्ने है, र अब यति आइसके पछाडि अब यसलाई हामीले केमा लग्नु पर्यो? अक्टलमा लग्नु पर्यो भने के गर्न सकिन्छ? बाइनरीलाई अक्टलमा लग्ने बेलामा है, बाइनरीलाई अक्टलमा लग्ने बेलामा जे काम गर्नु भएको हो ठ्याक्कै त्यही काम गर्नुस् है। कसरी? सुरुमा के गर्ने? बाइनरी भ्यालु इन 3 डिजिट्स लेख्नुस् है। बाइनरी भ्यालु इन 3 डिजिट्स, 3वटा डिजिटमा हामीले बाइनरी भ्यालु दिन्छौं। भनेपछि कतिवटा ग्रुप बन्छ यसको? हेर्नुस् है, हजुरहरूले पनि अलिअलि है, अलिअलि हेर्नुस् है कसरी। भनेपछि 3वटा ग्रुप यो भयो, 3वटा यो भयो, 3वटा यो भयो, 3वटा यो भयो, ठ्याक्कै पुग्यो। यसमा हेर्नुस् है, ठ्याक्कै पुग्यो भने हामीले अगाडिबाट 0 थप्नु परेन। कतिवटा भयो? एउटा, दुईटा, तीनटा, 4वटा ग्रुप भयो। भनेपछि एउटा, दुईटा, तीनटा, 4वटा ग्रुप भयो। के लेख्ने? 100 101 110001। अब यहाँ अक्टल भ्यालु आउँछ। अब हाम्रो फाइनल एन्सर यहाँ आउँछ। हेर्नुस् है, फाइनल एन्सर यहाँ आउँछ। हेर्नुलाई 100 भनेको अक्टलमा 4 हुन्छ है, 101 भनेको 5 हुन्छ, 110 भनेको 6 हुन्छ, र 001 भनेको 1 नै हुन्छ। भने पछाडि देयरफोर के लेख्न सक्छौं हामीले? 3AC
हेक्साडेसिमल बराबर 1654 अक्टल लेख्न सक्छु। हेर्नुहोस् त हाम्रो एन्सर यही हो। कति सजिलो छ हेर्नुहोस् त। ठ्याक्कै अगाडि गरेका यिनी 4वटा कुराहरूलाई जान्नुभयो, लास्टका 2टा कुराहरू मजाले जान्नुहुन्छ। तिनै 4वटा भित्रका प्रोसेसहरूलाई हामीले यहाँनिर 2 पटक गर्नुपर्छ। त्यही हो, एउटालाई गर्ने बेला 2 पटक, अर्कोलाई गर्ने बेला 2 पटक गर्नुपर्छ। त्यति नै हो है त। एकदमै सजिलो छ, हजुरहरूले हेर्न सक्नुहुन्छ है। र म हजुरहरूलाई यसको केही प्र्याक्टिस क्वेसनहरू दिन्छु, हजुरहरूले चाहिँ त्यो प्र्याक्टिस गर्नु होला है त। र साथीहरू यिनी हुन् हाम्रो चाहिँ अक्टल टु हेक्साडेसिमल, हेक्साडेसिमल टु अक्टल कन्भर्जनका केही प्र्याक्टिस क्वेसनहरू है। यिनीहरूलाई चाहिँ तपाईँले मजाले अहिले नै कदमा नोट आउट गरेर टिपेर राख्नुहोस्, मजाले प्र्याक्टिस गर्नु होला है। भिडियो हेर्दै प्र्याक्टिस गर्नु होला। र केही कुराहरू फेरि पनि अलमल लिनुभयो भने हजुरहरूले कमेन्ट गर्नु होला। र हजुरहरूलाई फेरि पनि बधाई छ, तपाईँहरूले चाहिँ कन्भर्जनका कुरा, नम्बर सिस्टममा कन्भर्ट गर्ने कुराहरू सबै सिकिसक्नु भएको छ है। तपाईँहरूलाई चाहिँ अब इक्जाममा पास हुनबाट कसैले पनि रोक्न सक्दैन है त। अब यति गरिसक्नुभयो भने अब हामीसँग छ बाइनरी एडिसन, सब्ट्र्याक्सन, मल्टिप्लिकेसन, डिभिजन। त्यसलाई फेरि पछिल्लो पटक अर्को पटक हेरौँला हामीले है, किनभने हजुरहरूले यो प्र्याक्टिस गर्दा गर्दा ठिक्क हुन्छ। त्यो नेक्स्ट भिडियोमा त्यसलाई हेरौँला। र त्यतिन्जेलसम्म यो भिडियोलाई चाहिँ हजुरहरूले लाइक गर्नु होला, सेयर गर्नु होला, कमेन्ट गर्नु होला र च्यानललाई सब्सक्राइब गर्नु होला है त। हस्, थ्याङ्क यू।